हेलो गाइस, मेरो न्यू ब्लग पुरानो ब्लग भन्दा नि हुन्छ, नयाँ ब्लग भन्दा नि हुन्छ। अनि आज म जाँदैछु यहाँनिर खेत खन्नलाई। खेत खन्न भन्दा नि बिउ राख्नु लाएको अब हामी धान रोप्नको लागि। अनि त्यही भएर त्यहाँनिर बिउमा आली लाउनलाई भनौँ न, अब बिउ राख्ने सिजन आइसक्यो नि त। त्यही भएर म चाहिँ आली लाउनलाई जाँदैछु। कस्तो मधुर, कस्तो दामी आएको पानी परेर भर्खरै रहेको थियो। अनि यहाँनिर हाम्रो ड्राइगन खेती पनि हुँदैछ। बाटो चाहिँ चिप्लो छ है गाइस, भर्यो। पैनी पनि जोडेको नि त यो, यस्तो बबाल छ पैनी पनि। सिधा कति दामी देखेको। जोड्ने मै हो नि त यो पैनी जोड्ने। अनि त्यसपछि मैले हल्का फल्का रात पनि परिसक्यो। म चाहिँ उता परतिर पनि जोडेर आएको थियो नि त, पैनी जोडेर आएको परतिर पनि। अनि हिले छु, त्यही हिले लुगा लाएर आएको छु। यतापट्टि पनि काम गर्नुपर्छ भनेर म नै सुत्दिएको। किन म हल्का फल्का फोहोरी नै छु नि त। म त्यो बाल छैन, आफ्नै शरीर हो, गनाए पनि मिठै गनाउँछ मलाई। त्यही भएर म सुत्दिएको। यहाँनिर अर्को अङ्कलले गर्नुभएको। अनि यहाँनिर हाम्रो यतिजामा चाहिँ मैले आली लाउनु पर्ने भइरहेको छ। त्यस्तो मेरो काम चाहिँ आज यहाँनिर आली लाउने हो। अनि हाम्रोतिर चाहिँ त्यस्तो बक्कुला नि पाइन्छ, यस्तो ठुलो खालको पनि। यसले चाहिँ मान्छेलाई नि बोकेर लान सक्छ। उड्यो कात्तिके साला। अब आली लगाएको चाहिँ कहाँबाट देखाउँ भन्दाखेरि यहाँनिर एउटा गाछी त रहेछ। यहाँनिर एउटा गाछी छ। अनि यो गाछीमा अड्काएर देखाऊँ होला तपाईँहरूलाई। ठ्याक्कै यहाँनिर राखेर यहाँनिर देखाउँदाखेरि ठ्याक्कै देखिन्छ कि। कोदालो त्यही हो मेरो। अब जाँदैछु म तपाईँहरूलाई देखाउनलाई। देखिन्छ कि देखिँदैन, देखिएन भने पनि ठिकै छ। एक मिस्टेक भयो भने मेरो मोबाइल जान्छ यता कता अरे, यता पानीमा। फेरि यति थोरै मिस्टेक भयो भने यहाँदेखि झऱ्यो भने टेन्सन जाऊ। ढक्कामुक्की नै गर्ने का, आराम से लेने का। ओए कस्तो दामी देखेको यार। होइन त्यस्तो केही पनि होइन कि, यस्तो कस्तो दामी पो देख्दो रहेछ मलाई त यार। यहाँबाट देखिन्छ। ए हाली त मलाई चिल्दै हान्दै अब मैले। म त कसम भने ऊ चट्टै सकाइदियो। मेरो आली लाएर काम पनि सकियो। स्पिड हालिदिए आली पनि। अब घरमा छिटो जानुपर्ने हुन्छ, किनभने पाडाहरू पनि सार्नु छ नि त। होइन भने म सानले बाँच्दिनँ, आमाले घर बाँच्दिनन्। त्यही हो, गाह्रो छ मलाई। आज मौसम क्या दामी भएको छ कि, तर पानी परेर होला क्या। तर के यस्तो राम्रै नदेखिने रहेछ। यस्तो दामी देखेको होला मौसम त, टिलिक्क त्यही माथि असलले टल्केको। तेत के भन्नु, यस्तो दामी टल्किरहेको नि मौसम। अथा यो डन्डीफोर सबै चिलाएर सास गनाछ तेरो भने जस्तै। काम पनि सकियो। अब हिँड्यो घरतिर। टक 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 चिसो होला कि हान्ने पनि के हो, पौडी है हान्ने पनि त्यहाँ पौडी। सफा गरौँ न यो यस्तो हिलो टाँसेको लुगाहरू होइन। अलिक बेसी हिलो टाँसेको छ क्या मेरो लुगामा। चिसो पुरै हल्का गर्मी पनि छ। अनि पौडी पनि खेलौँ गाइस हल्का फल्का। काम गरेपछि कस्तो दामी देखेँ क्वालिटी कसेर बस्दाखेरि। अथा यो डन्डीफोर चिलाएर कोही बात नै। डन्डीफोर चिलाएर पनि केही पनि हुँदैन। यही पैनी खने हो मैले, वहाँ माथि देखिने यहाँ तलसम्म।
थाक पो चिलाउन थाले यार धेरै खेल्नु हुँदैन यस्तो पानीमा धेरै पनि खेल्न हुँदैन आखिरमा घर गएर नुहाउनै पर्छ क्या मस्त ठन्डा ठन्डा आ रहा है वाउ वाउ यो भनेको हिलो पखालेको हो मैले गाइस हिलो पखाल्दैन त्यो परिस्थितिले गर्दाखेरि हो यस्तो भैँसीले आल्केले जस्तो भइगयो नि यार ल गाइस आजको काम चाहिँ यहीँनिर टुङ्ग्याउन चाहन्छु किनभने लङ धेरै हुँदैन काम भनेको छोटो हुन्छ छोटो मिठो आज फिनिस भयो आज काम आजको ब्लग यति नै